वेलकम ब्याक। म चाहिँ अरुण गुरुङ। मलाई नेपालको पोलिटिक्स मनै पर्दैन है, तर आजकल चाहिँ यो पार्लियामेन्टमा सिरियस सँगसँगै कमेडी पनि हुन थालेको छ। जस्तै सांसद माइकमा बोल्दै जान्छ हैन, बोल्दा बोल्दै माइकै काट्दिन्छ। त्यसपछि सांसद र सभामुखको चाहिँ हुन्छ। यो भिडियोमा हेर्नुस् त। सरकारलाई 4वटा कुरा माग राख्न चाहन्छु। पहिलो नम्बरमा बाहुन डाँगीलाई हात्तीको चरण क्षेत्र बनाएर 2 नम्बरी धन्दा गर्न पल्किएका व्यक्तिहरूलाई तुरुन्त कारबाही गरियोस् र चरण क्षेत्र बनाउनका लागि खोलिएका प्राप्त छ। उदाहरणको लागि साइबर ब्युरोको जानकारी अनुसार करिब 14 करोड रुपैयाँ हस्तकलाहरू छन्, हाम्रा कति पस्मिनाको कुरा छ, यी सबैलाई थान्काका कुराहरू छन्। यी सबैलाई अब अन्तर्राष्ट्रिय बजारमा चिनाउने, बजारीकरण गर्ने भन्दै गर्दाखेरि सांस्कृतिक उत्पादनको मलाई पनि हेर्दा लाज लाग्यो, तर यो माइक बन्द हुन भने रोकिएन। तथा तपाईँको चाहिँ के अरे सञ्चार मन्त्रालयलाई चाहिँ मैले अघि पनि भनिसकेँ, त्यसमा पूर्ण रूपमा ब्रेकडाउन यहाँले लिएर आउनुपर्छ भन्ने लाग्छ। सोचेको देश एउटै बनाउने कुरा हो, तर तपाईँले नयाँ गर्छौँ भन्नुभयो, नयाँ केही पनि देखिएन भन्ने कुरा राख्न चाहन्छु। सभामुखमा अर्थमन्त्रीलाई यो मैले के भयो सभामुख उहाँले? हाम्रो सभामुखज्यू आफू बच्नको लागि चाहिँ फेरि कुरा मिलाउँछ है। यहाँ सुन्नुहोस् है। माने सदस्य मिसिनले गरेको माने सदस्य मैले हैन। ल ठिकै छ, मेसिनले जेसुकै गरे पनि ऊ माननीयज्यूलाई बोल्न दिनुहुन्छ कि? निमुखा कमैया कमलरी हलिया चरियाका सवालहरू अझै यो सम्बोधन गर्दैन। यो दुईटै बुकको शब्द मैले केलाएर बस्दा यहाँ कहीँ पनि फेरि पनि मुस्लिम मधेसीका शब्दहरू देख्दैन। माननीयज्यूको रियाक्सन उहाँको फेरि जहाँबाट बोले पनि माइक चाहिँ काटेको नि, अनि रियाक्सन आउँछ। युवा बालबालिका तथा सिङ्गो मानव समाजलाई लागू औषध प्रयोग गर्नबाट जोगाउनु पर्छ। कोही युवा वैदेशिक रोजगारमा बिचरा हाम्रो माननीयज्यूहरू बोल्दा बोल्दै माइक काट्दिने कस्तो है, मन त दुख्छ नि त। त्यही भएर होला सायद उहाँ माननीय चाहिँ आउने बित्तिकै गीत गाउन सुरु गर्नुभयो। मती कुमती जिके वो सपिरती हाय बाबा राजा मती चा। यो भिडियो हेरेर थाहा पाउनुभयो होला मलाई किन पोलिटिक्स मन पर्दैन भनेर। देश बनाउने ठाउँमा चाहिँ सर्कस खेलिरहेका छन् हाम्रा पोलिटिसियनहरू है। अब यस्तै छ, अब के गर्नु अब है। त्यही भएर चाहिँ सी यू इन द नेक्स्ट भिडियो।